गाइस यो चाहिँ पार्ट 2 मा बोल्दा बोल्दै त्यो भिडियो गयो अनि त्यसपछि अनि फेरि लिएर आएको छु अनि त्यसपछि अब यो म्युजिक लगाऊँ गाइस अनि टिमको कुरा गरौँ। अनि त्यसरी नै हजुरहरू पनि जोइन गर्न सक्नुहुन्छ। टिम एफिलिएट प्रोग्राममा गएर गुगलदेखि सर्च गरे पनि हुन्छ। फर्स्टमा चाहिँ अब सजिलो आइडियाबाट चाहिँ मेरो कोड सर्च गर्नुहोस् अनि कोड चाहिँ म पार्ट 1 मा राखिदिन्छु प्लस पार्ट 2 मा पनि दुईटैमा राखिदिन्छु। सो सर्च गर्न सक्नुहुन्छ अनि त्यसपछि फर्स्टमा चाहिँ ट्राई गर्नुहोस् गाइज। हुन नि सक्छ नहुन नि सक्छ तर ट्राई गर्न चाहिँ नछोड्नुहोस् है। अब अफकोर्स फ्रीमा केही कुरा आउँदैछ भनेपछि त अनि आफूले पनि अलिकति टाइम दिएर भिडियोहरू बनाइदिनु त पर्छ है। आइसकेपछि म पनि अब सोचिरहेको छु के कसरी गर्ने कन्टेन्ट भनेर। र त्यसको लागि चाहिँ सपोर्टहरू चाहिन्छ। हजुरहरूको पोजिटिभ नेगेटिभ कमेन्ट जे भए पनि चाहिन्छ गाइज। सो हजुरहरूले लाइक सेयर सब्सक्राइबहरू गरिदिनुहोस् मेरो च्यानललाई। अनि न्युकमर्सहरूलाई यसरी नै सपोर्ट गर्नुहोस् किनकि अनि आफूलाई पनि मोटिभेट हुन्छ। अब म पनि त्यस्तै थिएँ यसरी बोल्न गर्न अब बोल्न चाहिँ भिडियोमा गएर अलिकति लाज लाग्थ्यो गाइस। अलि के मलाई बोल्न आउँदैन भन्ने फिल हुन्थ्यो तर यस्तै त हो नि बोल्ने भनेको होइन। अनि त्यसपछि यसरी नै अब ट्राई गर्नुहोस् है। अब टिकटक युट्युब आजभोलि पहिला पो भिडियो मात्रै स्क्रोल गरेर हेर्नका लागि मात्रै युज गरिन्थ्यो। अब आजभोलि त यही टिकटक युट्युबबाट धेरैजनाले राम्रो गरेको पनि हुनुहुन्छ उहाँहरू सबैजनाहरू। अनि एउटा युटिलाइज गर्नुभएको छ प्लेटफर्मलाई है। त्यो कुराहरूलाई पनि हामी एउटा पोजिटिभ तरिकाले लिन सक्छौँ। अनि सो कसैलाई लाग्न सक्छ कि अब होइन के यो कति बोल्न सकेको यताउता के कति टाइम भएको मान्छे भनेर होइन। तर मलाई नि त्यस्तै लाग्थ्यो तर यस्तो हुँदैन रहेछ है। आफूले केही कुराहरू आउँछ केही कुरा यत्तिकै बोलेर पनि केही कुरा इजी तरिकाले आइरहेको छ भनेपछि अफकोर्स हामीले पनि ट्राई गर्नुपर्छ। अनि यो भनेको त एक्स्ट्रा हो नि त जे कुरा नि एक्स्ट्रा इन्कम। अनि प्लस मान्छेहरू चिनिँदै जान्छ प्लस साथीहरू यताउता नयाँ मान्छेहरूसँग भेट हुन्छ अनि लाइक राम्रो हुन्छ नि त। त्यही भएर चाहिँ हजुरहरूले पनि ट्राई गर्नुहोस्। जे भए पनि कन्टेन्ट हाल्नुहोस् गाइस। चाहे त्यो स्किन केयर होस् चाहे त्यो खाना खाएको किन नहोस् यसरी बोलेर हाल्नुहोस् आफ्नो भोइसबाट। फर्स्टमा लाइक नआउन सक्छ सबैलाई मन पर्छ भन्ने पनि छैन मन नपर्न सक्छ। सो त्यही पनि आफ्नोबाट चाहिँ ट्राई गर्न नछोड्नुहोस् है। थ्याङ्क यू फर वाचिङ। अनि त्यसपछि मेरो कोड चाहिँ सर्च गरेर आज नै टिममा गइहाल्नुहोस् है त। ल बाई बाई थ्याङ्क यू।